हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ फेरि मेरो अर्को नयाँ भ्लगमा। म चाहिँ आज टक्क गाउँ जान लाग्छु साथीहरु। म बाबा मम्मी अनि भाइ गाउँ जान लाग्छौँ। ट्याक्कमा चाहिँ अब अहिले नेपालमा छ नि त। मैले नेपालको डे 1 को भ्लग चाहिँ बनाएको थिएँ अनि त्यसपछि आज भर्खर अपलोड गर्दैछु है त। आज चाहिँ कति 25 गते हो नेपालको पुसको। अनि यहाँ घरको कामहरु गर्दा गर्दै भ्लगै बनाउन पाइन्छ साथीहरु। अब गाउँ जाँदैछु, अब चाहिँ भ्लग बनाउँदैछु। अब यो गाउँ जाँदै भ्लग चाहिँ म बनाइरहेको छु नि त, तपाईहरुलाई हेर्नु होला। बाटोतिर नि देखाउँछु यसो भ्यूहरु, ट्याक्क लाएर बिचमा जहाँ जहाँ रोक्छु त्यही देखाउँछु है तपाईहरुलाई। ल साथीहरु हेर्दै गर्नु होला, सपोर्ट गर्दै गर्नु होला। अहिले भेटौँ बाटोमा है त। हाम्रो लुक चाहिँ यस्तो भइसक्यो त, ट्याक्क लाएर गाइजहरु। स्कुटर चाहिँ पुरै फुल्ली लोडेड। सब सामान रेडी। यहाँ बाबा हुनुहुन्छ, यता भाइ अनि म, मम्मी चाहिँ आउँदै हुनुहुन्छ, यता दिदी, यता भाइ छ, यता हाम्रो दिदी चाहिँ घरकुरुवा है त हाम्रो। टक्क जाने भन्थ्यो तर ड्युटीले गर्दा जानै पाएन। साथीहरु अब निस्किन्छ, अहिले बाटोमा भेट्नुपर्छ। ट्याक्क हामी चाहिँ यहाँनिर आदमघाट भन्ने ठाउँ आइपुगिसकेको छ साथीहरु। ट्याक्क लाएर यहाँनिर चाहिँ हाम्रो स्कुटी छ, ट्याक्क यहाँनिर चाहिँ। अब हामी चाहिँ यहाँबाट माथितिर जानुपर्ने हुन्छ। यहाँ चाहिँ टोइलेट बस्न आएको, ट्याक्क लाएर यस्तो छ है त। यहाँनिर चाहिँ मम्मी टोइलेट जानु भएको छ, त्यही भएर कुर्न लाग्यो क्या म। ट्याक्क लाएर ल गाइजहरु, अहिले पनि माथि डाँडामा गएर भेट्नुपर्छ त। ल त साथीहरु हामी चाहिँ जाँदैछौँ है त। यहाँ अगाडि चाहिँ बाबाहरू हुनुहुन्छ। अनि पैसा चाहिँ 9,000 यस्तो छ है त हाम्रो गाउँ जाने बाटोको भ्यू चाहिँ। यहाँ चाहिँ टक्क भाइ नि छ है त, मेरो भाइ। यता हेर, ओ अगाडि हेर। अहिले फेरि चिलिम फर्केला दुईजना। ट्याक्क यस्तो छ है त साथीहरु। अघि चाहिँ मैले आफै चला भएर भिडियो बनाउनु पाएन, ढाड्ने दुखिरहेछ। कति पछि चला भएर होला, कस्तो गाह्रो फिल भयो कि बाटोमा नि। क्या डर लाग्ने कि पुरै अगाडिबाट हुत आउँछ यार, कस्तो डर लाग्ने रहेछ क्या। लगभग 2 वर्ष भइसक्यो नि त मैले नचलाएको, अनि त्यही भएर अलि गाह्रो फिल हुँदो रहेछ कि साथीहरु। त्यस्तै छ है त। ट्याक्क लाएर मजा आइरहेछ। जोस् आएर यसो गाउँ जान कति पछि आएको है। पहिला त वर्ष म गइन्थ्यो, अब अहिले त 2 वर्षपछि जाँदाखेरि अलि अर्कै फिलिङ्स, मजा आइरहेछ है त। आइएम सो ह्याप्पी एन्ड एक्साइटेड। ट्याक्क यस्तो छ त, पुरै डाँडा काँडा। नेपाल भने नेपाल हो क्या साथीहरु। तर है नेपालको ब्युटीलाई कसैले, कुनै देशको ब्युटीले टप्न सक्दैन कि, मलाई चाहिँ त्यस्तो लाग्छ। मलाई चाहिँ देश पछि नेपाल नै घुम्न मन छ कि। बाहिर देश यहाँ घुमिहालिन्छ होइन, यसो जस अलि राम्रोसँग नेपाल एक्सप्लोर गर्नु मन छ कि साथीहरु। हेरौँ अब के हुन्छ लाइफमा। भने जस्तो भयो भने घुमिहालिन्छ नि होइन। ट्याक्क लाएर यस्तो डर लाग्दो छ है त पुरै रोडहरू चाहिँ। म चाहिँ आँखामा आँसु नि खिचेको, चिसो छ पुरै। यहाँ हाम्रो बाबाहरू हुनुहुन्छ, मम्मीहरू, हामी 2 भाइ ट्याक्क लाएर हिँड्दा छौँ। बिस्तारै हिँड, मलाई डर लागिसक्यो यसले चलाउँदाखेरि। वाह साथीहरु, अहिले एकछिनमा भेटौँ है त। कहाँनिर रोकेर बस्छौँ होला हामी यसो खाजा खानलाई। अहिले भेटौँ है त साथीहरु। हामी चाहिँ यहाँनिर टक्क चिया खान रोकिसक्यो त साथीहरु। यो रोड चाहिँ पहिला कस्तो पुरै अफ रोड थियो कि, अनि अहिले चाहिँ पुरै पिच बनाइसकेको छ। त्यहाँ सजिलो भएको छ। पहिला त पुरै हिलो ढुङ्गा यहाँ कस्तो गाह्रो हुन्थ्यो नि त। अहिले चाहिँ सजिलो भएको छ। हामी चाहिँ यहाँ पुरै सामान फुल्ली लोडेड छ। उता माथि चाहिँ लास्ट उकालो छ कि है, त्यहाँ चाहिँ चढेन भने तनाव हुन्छ। हेरौँ तपाईँहरूलाई म देखाउँछु कस्तो बाटो हुन्छ भनेर हाम्रो गाउँको चाहिँ।
डर लाग्दै छ यो बाटो चाहिँ टक्क लगाएर भिड्छ हुन्छ हामी चाहिँ यो पसलमा चिया खानाले ट्याक्क रोकेको है त साथीहरू अहिले हामीले चाहिँ यहाँ ट्याक्क लगाएर चिया नि खाइसक्यौँ साथीहरू यहाँ अङ्कलहरूले मिठो चिया खुवाउनु भयो अब हामीहरू चाहिँ जानुपर्ने हुन्छ लास्ट अँध्यारो भइसक्यो टाढा जानुपर्ने छ हामी अझै मम्मी कति निकाल्ने रे सुन्तला साथीहरू अब हामीहरू जानुपर्ने हुन्छ है त ट्याक्क यहाँ अङ्कलहरूलाई सुन्तला छोडिदिउँला हामी चाहिँ ल अहिले बाटोमा भेट्यौँ है त साथीहरू ल हामीहरू चाहिँ हिँडिसक्यौँ है त साथीहरू अँध्यारो भइसक्यो हामी अझै धेरै टाढा पुग्नु छ यहाँ चाहिँ बाबाले चलाइरहनु भएको छ हाम्रो ट्याक्क लगाएर पछाडि बसेर चलाउनु चाहिँ मजा आइरहेछ है त यता चाहिँ भाइ आइरहेको छ ट्याक्क लगाएर यहाँ पछाडि अब चाहिँ अफरोड सुरु अब यस्तै छ बाटो घाल्दाङ घुल्दुङ अझै बिच बाटोतिर तपाईँहरूलाई देखाउँछु है त म हेर्दै गर्नु होला हाम्रो चाहिँ यस्तो पुलबाट जानुपर्छ है साथी यस्तो पुलबाट जानुपर्छ हाम्रो यहाँ आउनु भइसकेको छ गाइजहरू आइज छिटो पुरामै छिटो हाम्रो मम्मी अगाडि हुनुहुन्छ म पछाडि छु यस्तो पुलबाट हिँड्नुपर्छ है साथीहरू अब के हो यस्तो यो यस्तो पुलबाट स्कुटीहरू लिएर आउनुपर्छ यसरी अहिले उता झर्ने ठाउँ तपाईँहरूले देखाएको र हाम्रो चाहिँ यहाँबाट झरिसक्यो है त स्कुटर बिस्तारै 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 जमजम हिँड्न उता मम्मी यता आउनु हुँदैछ हामी जाउँ ल दुईजना चाहिँ हामी चाहिँ पैदल यात्रीहरू अब जानुपर्छ माइक चाहिँ लगाएको छैन साउन्ड क्वालिटी अलिक राम्रो राख्नु होला साथीहरू अहिले ल साथीहरू अहिले उता माथि र अप्ठ्यारो रोड छ अरे त्यहाँ देखाउँछु तपाईँहरू स्कुटर अलि नतान लाग्छ भएर ट्याक्क ओर्लेको कहाँ माथिसम्म गएछ रहेछ कि उकालो त हिँड्दा हिँड्दा गाह्रो भइसक्यो त्यो चाहिँ म यहाँ भइरहेछ पुरै गाह्रो भइरहेको महँगाइ नि त्यो जाँदैछ नि दुईजना अम्मा म कत्रो ढुङ्गा हो यो बाटोमा तर साथीहरू अहिले एकछिनमा भेटौँला है त ल साथीहरू हामी चाहिँ बिच बाटोमा आइसक्यो ट्याक्क यहाँनिर स्कुटी नचढेर मम्मी बाबा अब चाहिँ हामी फेरि यहाँबाट हिँड्न लाग्यो है त गाह्रो छ हाम्रो गाउँमा उनले हेर्नु न बाटो यस्तो पुरै धुलै छ कि साथीहरू अहिले माथि र बाटोतिर भेटौँला बाटोतिर नभए अब सिधै घरतिर हुनसक्छ है त माथिको गाउँको घर ल यस्तो छ है स्कुटरको हालत चाहिँ हेर्नु न धुलो नयाँ स्कुटर है ल साथीहरू अहिले पनि एकछिनमा भेटौँला है त है साथीहरू हामी चाहिँ यहाँनिर टक्क आइपुगिसक्यो है त मेरो माइलो ठुलोबाबाको घरमा ट्याक्क लगाएर ठुलोबाबाको घर है त यो चाहिँ ढोकिसक्यो मैले तँलाई पनि ढोक्ती हिँड्यो गाइमी हाम्रो माइला ठुल बाबा भिडियो छ होला हाम्रो माइली ठुल मम्मी हाम्रो चाहिँ यसरी ढोक्नुपर्छ है मैले चाहिँ अघि ढोकिसक्यो र साथीहरू अझ योभन्दा माथि जानुपर्छ कि मेरो जेठो ठुलबाको घरमा चाहिँ अहिले जानुपर्छ हामी चाहिँ ट्याक्क लगाएर ल अहिले एकछिनमा भेटौँ है त साथीहरू ल है त साथीहरू म चाहिँ ट्याक्क आइपुगेछु है त यहाँनिर ठुलबाबाको घरमा हाम्रो ठुलबाको घर चाहिँ यस्तो ट्याक्क यस्तो छ है त हाम्रो स्कुटीको हालत खराब भइरहेको छ म तपाईँहरूलाई भित्र गएर भेटाउँछु है त ठुलबाबा आमा अनि ठुलमम्मी ल भित्र बुढी भैँसी आमालाई चाहिँ अब फ्ल्यास पाल्नु हुँदैन नि त टक्कै अहिले फ्ल्यास बलिरहेको छ बन्द गरेर म जान्छु है साथीहरू तपाईँहरूले हेर्नु होला म
म चाहिँ यहाँ भित्र जान लाग्छ है त आमालाई भेटाउन हाम्रो आमा चाहिँ यहाँनिर हुनुहुन्छ माम सोल भारी भयो नै सेवा सुन्दी भयो नि भयो कसैलाई नि चिन्नुहुन्न कि चोरी जम्मजन चियारी माम जम्मजन छिडी बिरामे हलो चुरी भाइ इरामे चु मोबाइल दि ngala mi nongwala yanu nongwala khadam anthol ngam खै यस्तो हुन्छ है पुरै बुढी मान्छे भएपछि गाह्रो हाम्रो ठुल मम्मी ngay chụp video xong rồi làm ấy tất cả tuần ra mà ngay tối lên rụp tay gì quá mám rang đen kha sa आमालाई अनि त्यो हुन्छ नि त आमालाई अनि त्यो आमालाई आँखामा पर्छ भने मैले फ्ल्यास नबलाएको साथीहरु काममा जस्तो हुन्छ कस्तो अर्कै फिल हुने कि पुरै बुढी मान्छे कस्तो बुढाबुढी भएपछि है गाह्रो मान्छे नि चिन्नुहुन्न यता चाहिँ हाम्रो ठुल बाबा हुनुहुन्छ भिडियो भिडियो छोडी बा ये tengah yulah tadi temen sih bagi ये आमाले त कसैले नि चिन्नै हुँदैन भने पुरै साथीहरु अब यस्तै छ है साथीहरु म बाहिर गएर बोल्छु है त उमेर गएपछि है मान्छेहरु एकचोटी मान्छेको लाइफमा दुईचोटी बच्चा हुन्छ अरे भन्छ नि हैन एकचोटी सानोमा अनि एकचोटी चाहिँ बुढाबुढी भएपछि त्यस्तै अब आमाको त्यस्तै स्टेज आइसक्यो कि अब हाम्रो आमाको नि त्यही भएर कस्तो लाग्ने क्या हुन त हामी पनि त्यो स्टेजलाई अब पछि हामी नि त्यही स्टेजमा पुग्छौँ हैन पुग्न त तर पनि कस्तो लाग्ने कि है कस्तो लाग्ने कि पुरै छाला पनि पुरै चौरी परिसकेछ है पुरै छुँदाखेरि पनि कस्तो लाग्ने कि यस्तै छ साथीहरु आज चाहिँ म अब भिडियो इन गर्छु यही तपाईहरुलाई भिडियो मन परेमा लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला यस्तै भिडियोहरु म ल्याउने नै छु तपाईहरुले सपोर्ट गर्न नबिर्सिनु होला साथीहरु ल सबैलाई गुड नाइट सी यू टुमरो